good morning once again, and once again welcome back to my channel. This is the second day, eh? So good morning. Go, Ichimanji, go. Ichimanji, go. Ichimanji, go. I have already started my morning with the baby girl, eh? And I have already told you in a previous video that I love children. हाम्रो नानी चाहिँ एकदमै ज्यादा सन्तोकी, त्यसले गर्दाखेरि बोक्न पनि एकदमै मजाले मिल्ने है। र यसरी नै मैले चिया खाँदै मेरो मर्निङको सुरुवात गरिसकेको छु। अब चाहिँ म एकछिन बसेर तल जाने है त। तपाईँ बोलेको सुने नि ठुलो छोड्यौ हाँस्दैछ बहिनी मन पर्यो अरे हाँस्दैछ र यहाँनिर चाहिँ मैले आफै नानीलाई देखेर है श्रेयान्सीलाई देखेर आफूले आफूलाई सोच्दै थिएँ कि म कति बुढो भएछु अब त भनेर। बिकज सेम उहाँको है मम्मी ड्याडीको बिहामा हामी भेटेर नानी सक्यो है अहिलेसम्म टाइम है यति छिटो बितेछ भनेर। र यसरी नानीलाई भन्दै थिएँ कि मैले तिमीलाई हस्पिटलमा हेरेर त्यो बोकेको भनेर उसलाई भन्दै थिएँ। अब उसले बुझ्नु त बुझ्दैन, तर पनि मैले चाहिँ भन्दै थिएँ नि है। अब अन्त कहीँ नजानु, म यहीँ बसिरहनु। र है श्रेयान्सीको पापा राजीव दादा तपाईँले पनि हेर्नुहुँदै होला दुबईबाट। र तपाईँको छोरी चाहिँ एकदमै बेसी बाठी भएछ। अनि म को हो भनेर सोद्धाखेरि अब उसले त चिन्दैन है मलाई है, तर पनि बेहुली भन्दै थियो सबैले भनेको सुनेर। My God! That hurts! Sorry! ओ इसी रोबोट को तुमको पसंद है ना? उसलिए आप भी रोबोट बनना चाहते हो ना? हाँ, I got it. What is this? जीप दिखाई दो ना। क्या बेहुली मुझे? क्या बेहुली हाउडे कुरा नगर है। यहाँ चाहिँ सबै भ्लगरहरू बसेर एकदम डिस्कसन हुँदैछ हाम्रो युट्युब च्यानलको। र यसरी बिहा घर पनि आइपुग्यो हामी। यहाँनिर अहिले भित्र सक्नु आँटेको थियो है, छिटै सक्नुपर्छ। अन्त आज बेलुकासम्म नै सक्छ पनि होला। डेकोरेसन थियो यहाँनिर चाहिँ मण्डपको है, यहाँबाट जाने चाहिँ भित्र जाँदै गर्दा चाहिँ बार। अनि म र दिलमिले चाहिँ एकादशाको भित्र गर्दै थियो, खै किन हो किन मजा लाग्छ हो, त्यसरी नै देखाउँदै थिएँ। अनि एकदमै दामी बनाएको थियो। So okay, खाना is ready. दारु पनि बोकेर एकदम बेहुली चाहिँ यहाँनिर नानी पक्रेर बसिरहेको छ भनिदिनु नि। भएको भयो देखना मेरा भी वीडियो देखना यूट्यूब पे। हाँ हिंदी तो अच्छा से बोल नहीं सकती हूँ। अर्डर आउनु थाल्यो यहाँ सेलरोटी पोल्नेहरूको। वाउ दामी नाना दामी दामी। अविनाशको बुहारी पनि अलिकति
दामी रहेछ हजुर ये नानाले पोल्नु भएको यो चाहिँ यो छोटा वाला चाहिँ मैले पोलाए दिमा ग्यास अफ गरिदिनु न